हार्वर्ड युनिभर्सिटीमा चाहिँ विद्यार्थीहरूलाई पास आउट भएपछि सोधिएको रहेछ कि कतिजनासँग चाहिँ त्यहाँबाट पास आउट भएपछि कतिजनासँग चाहिँ गोल छ कतिजनासँग चाहिँ छैन भनेर सोधिएको रहेछ। त्यहाँमध्ये 84% जनासँग चाहिँ गोल रहेन रहेछ होइन। पढ्न त पढ्यो, अब हेरौँ बाहिर गएपछि जे आइलाग्छ त्यही गर्ने। सामान्यतया तपाईँ हाम्रो नि यस्तै यस्तै हुन्छ, कलेज पढ्दा कलेजबाट पास आउट हुँदा कसको चाहिँ गोल हुन्छ र होइन, जे आइलाग्छ त्यही गर्ने भन्ने नै हुन्छ। र 13% जोसँग चाहिँ गोल त रहेछ तर उनीहरूले मनमा रहेछ होइन, लेखेका चाहिँ रहेन रहेछन् त्यसलाई। तर 3% व्यक्ति जोसँग चाहिँ गोल रहेछ र त्यसलाई लेखेरै राखेका रहेछन्। यति रिसर्च गरेर उनीहरूले किन रिसर्च गरेको केही पनि भनेनन् र यतिकै छोडे। र 10 वर्ष पछाडि त्यो रिसर्च गर्ने टिम चाहिँ तिनीहरूलाई खोज्दै गयो क्या, कसले कति प्रगति गर्यो त भनेर। अब यहाँ अचम्मको कुरा के छ भने अब हार्वर्ड युनिभर्सिटीबाट पास आउट भएकोले गोल नहुनेहरूले नि एभरेजमा जीविकोपार्जन त गरिराखेका थिए, तर त्योभन्दा पनि डबल प्रगति चाहिँ 13%सँग थियो जोसँग गोल चाहिँ थियो तर लेखेका थिएनन्। र अझै चमत्कार त के भयो भन्दा ती सबैको मिलाएर पनि 10 गुणा ज्यादा सफल थिए तिनीहरू, त्यो 3% जसले चाहिँ गोललाई लेखेका थिए क्या। हेर्नुहोस् है, यहाँ अचम्मको कुरा के छ भने हुनसक्छ ट्यालेन्ट थियो त्यति बेला, को थिएन, कसले मेहनत गर्यो कसले गरेन त्यो अलग राख्थ्यो होइन। त्यो 3% भएका व्यक्ति ट्यालेन्टमा हुन सक्छन्, ट्यालेन्ट त त्यति बेला यता 84% यता धेरै ग्रुपमा थियो होला, तर अन्ततः जब रिजल्ट आयो त्यो अरू कुनै कुराले अर्थ राखेन, मात्रै गोल हुनु नहुनु र त्यसलाई लेख्नु नलेख्नुले मात्रै रोल खेल्यो कि। त्यही भएर लेख्ने कुरा महत्त्वपूर्ण छ। मैले भन्न खोजेको तपाईँ हामीसँग गोल छ, एक त गोलै छैन होइन, तपाईँ हामीलाई अचम्म मैले यत्रो ट्रेनिङ गरिसकेँ होइन, कस्तो सानो सानो कुरामा हामी चुकिरहेका छौँ भन्ने कुरा चाहिँ सानो सानो कुराले कत्रो रोल खेल्छ हेर्नुहोस् न। तपाईँले काठमाडौँमा एयरपोर्टमा उड्न लागेका जसमा चाहिँ हामीले आँसु बगाउँछौँ बिचारा भन्दै, तिनीहरूलाई भेला गरेर 100 जनालाई सोध्नुहोस् तिम्रो जीवनमा ठ्याक्कै गोल के थियो त भन्दा केही पनि थाहा छैन। उनीहरू चाहिँ जे भए पनि जीविकोपार्जन होस् यसरी दौडिरहेको हुन्छ कि। ल तिमी नेपालमा बस म तिमीलाई जागिर दिन्छु, तर तिमीले ठ्याक्क 1 मिनटभित्र उत्तर दियौ कि तिमी ठ्याक्कै के गर्न चाहन्छौ, उसले भन्नै सक्दैन। के भन्ने त हो, यहाँनिर हामी चुकिरहेका छौँ। र यो आधा समस्या यहीँबाट समाधान हुन्छ कि तपाईँ ठ्याक्कै के चाहन्छु भनेर थाहा हुनुपर्छ र त्यसलाई लेख्नुपर्छ। अधिकांश लेखेका त हुँदैन होइन, थाहा भए पनि धेरैजनालाई म के बन्ने भन्ने थाहा होला, तर लेखेका त हुँदैन थाहा भए पनि। यसले एकदमै रोल खेल्छ। अघि मैले जुन सबकन्सियस माइन्ड फिलिङ्सको कुरा गरेँ नि, यो तपाईँले लेखिसके पछाडि तपाईँको यो हातदेखि लिएर तपाईँको ब्रेनका रौँ सबैतिर त्यो सूचना प्रवाह हुन्छ कि। त्यसपछि रेटिकुलर एक्टिभेटिङ सिस्टम पनि कन्भिन्स हुन्छ र त्यो पास हुन्छ भित्र। लेखेर राख्नुपर्छ। र अबको हाम्रो पहिलो टेक्निक भनेको के हो भन्दा लेख्ने है त। मैले अघि त्यही भएर अघि पेन पेपर लिएर बस्नु भनेको। अब लेख्ने रुल्स छ। अब के गर्ने, एउटा स्टेटमेन्ट बनाउनु पर्छ, क्लियर स्पेसिफिक एन्ड इन रिजल्ट। एउटा तपाईँको विसको चाहिँ होइन। अब तपाईँले अब एउटा यस्तो गोल छान्नुहोस् तपाईँको अपकमिङ रिसेन्टली, त्यो भविष्यमा चाहिने होइन कि रिसेन्टली फर्स्ट स्टेप। रिसेन्टली तपाईँको कुन काम बनो भने चाहिँ तपाईँको जीवनमा एउटा नेक्स्ट खुड्किलो अप हुन्छ, या तपाईँ खुसी बन्न चाहनुहुन्छ, या के कोसिस गरिरहनु भएको छ त रिसेन्टली, त्यसलाई लिनु होला र त्यसलाई हामी लेख्छौँ। कसरी लेख्ने त हेर्नु, एउटा स्टेटमेन्ट बनाउने, क्लियर हुनु पर्यो, स्पेसिफिक हुनु पर्यो र इन रिजल्ट कसरी हुन्छ भनेर अहिले नसोच्ने। अघि भन्दै हुनुहुन्थ्यो एक्सन अहिले छोडिदिन्छु पछि सोच्ने हो त्यो।
अहिले चाहिँ तपाईले चाहनुहुन्छ त्यसलाई लेख्ने र इन पोजिटिभ एन्ड प्रेजेन्ट टेन्स। पोजिटिभ भनेको चाहिँ हुनसक्छ तपाईँ बिरामी हुनुहुन्छ, स्वस्थ हुन चाहनुहुन्छ, तपाईँले बिरामीलाई मेन्सन गर्ने होइन, तपाईँले स्वास्थ्यलाई लेख्ने हो। तपाईँसँग ऋण नि हुनसक्छ तर ऋण मेन्सन गर्ने होइन, तपाईँले धन, तपाईँसँग दुःख पनि होला, दुःख मेन्सन गर्ने होइन, खुसी, यो सकारात्मक शब्दहरू युज गर्ने पोजिटिभ भनेको। प्रेजेन्ट टेन्स भनेको चाहिँ हामीले भविष्यमा चाहेको हो तर हामीले प्रेजेन्ट टेन्समा लेख्छौँ, अहिले नै त्यो मसँग छ। किनकि हामीले प्रिन्सिपलमा के भनेका थियौँ भन्दा हामीले यसरी जिउँछौँ ताकि त्यो मसँग अलरेडी छ भनेपछि त्यो मसँग छ यसरी नै लेख्नुपर्छ। अहिले म एक्जाम्पल नै दिन्छु, त्यसमा तपाईँको रिजन स्ट्रङ हुनुपर्छ। तपाईँ किन चाहनुहुन्छ त्यो, तपाईँसँग जति स्ट्रङ रिजन छ त्यति नै छिटो मेनिफेस्ट हुन्छ। तपाईँको रिजन व्यक्तिगत हुनसक्छ, पारिवारिक हुनसक्छ र समाजको लागि हुनसक्छ कि समाजमै म यस्तो योगदान दिन चाहन्छु। रिजन स्ट्रङ हुनुपर्छ, त्यसलाई अलग्गै लेख्ने, त्यो स्टेटमेन्टमा होइन या मनमा राख्ने त्यसलाई। र इमोसन फिलिङ्स हुनुपर्छ, त्यो प्राप्त गरेपछि तपाईँको कस्तो इमोसन हुन्छ, फिलिङ्स कस्तो हुने, खुसी, आनन्द, सेटिस्फाई, त्यो तपाईँले मेन्सन गर्नुपर्छ। र ग्र्याटिट्युड, तपाईँले त्यसलाई कृतज्ञता दिनुपर्छ। तपाईँले कुनै पनि कुरा, तपाईँ यो मेनिफेस्टेसनको यात्रामा त तपाईँले पाइला पाइलामा ग्र्याटिट्युड दिनुपर्छ। यो त रुल्स भयो। अब लेख्ने उदाहरणको लागि म दिन्छु तपाईँलाई। पछि बनाउँदाखेरि तपाईँले हेल्थ, रिलेसनसिप, करियर, मनी र स्पिरिचुअलिटी, यो पाँचवटा एरियामा बनाउनु होला। अहिलेको लागि चाहिँ एउटा बनाउनु होला उदाहरणको लागि। अब उदाहरणको लागि दिन्छु है त। ल मानिलियो मैले चाहिँ मेरो गोल चाहिँ एउटा पुस्तक छाप्ने छ अरे। मानिलियो मैले चाहिँ पुस्तक छाप्न चाहन्छु, मेरो त्यो गोल छ भने त्यसलाई मैले कसरी स्टेटमेन्ट बनाउँछु हेर्नुहोस् है त। अघि हामीले के भनेको थियौँ, क्लियर एन्ड स्पेसिफिक भनेका थियौँ होइन। अब के छ यहाँ, म धेरै आभारी छु या कृतज्ञ छु या यस्तै स्टेटमेन्ट, किनकि होइन। अब किनकि रिजन दिनु पर्यो, किनकि आज मेरो पहिलो पुस्तक प्रकाशित भएर विश्वभरि 1 लाख प्रति बिक्री हुन सफल भएको छ र यसबाट म खुसी छु, धन्यवाद। मात्रै 2 लाइनको स्टेटमेन्ट छ नि, एकदमै क्लियर। अब यसमा के आयो भन्दा म के चाहन्छु त, म मेरो पहिलो पुस्तक प्रकाशित होस् र विश्वभरि नै 1 लाख प्रति बिक्री होस् भनेर मेरो गोल छ होइन। तर यसलाई मैले कसरी लेखेँ भन्दा म धेरै आभारी छु, किनकि हामीले ग्र्याटिट्युडको नि कुरा गरेको थियौँ। यसलाई सुरुमै लेखेँ मैले, म धेरै आभारी छु यानि कृतज्ञ छु किनकि आज। अब आज भनेर लेख्नु पर्यो किनकि प्रेजेन्ट टेन्समा लेख्नु छ नि त। आज मेरो पहिलो पुस्तक प्रकाशित भएर विश्वभरि 1 लाख प्रति बिक्री हुन सफल भएको छ होइन। मैले प्रेजेन्ट टेन्समा लेखेँ नि त होइन। पोजिटिभ पनि छ र यसबाट म खुसी छु, खुसी पनि छ होइन। भावना, फिलिङ्स, खुसी छु, यसपछि म अनि धन्यवाद, थ्याङ्क यू, यस्तै स्टेटमेन्ट बनाउने तपाईँको गोलको। इङ्ग्लिसबाट चाहनुहुन्छ भने ठिक छ। आई एम भेरी ग्रेटफुल बिकज टुडे माई फर्स्ट बुक वाज पब्लिस्ड एन्ड हैज सोल्ड 1 लाख कपिज वर्ल्ड वाइड एन्ड आई एम ह्याप्पी अबाउट दिस, थ्याङ्क यू। तपाईँले इङ्ग्लिस या नेपाली दुइटैमा लेख्न सक्नुहुन्छ। अब यसलाई मैले अझै सजिलोको लागि, अब यो अगाडि र पछाडिको सेम राख्न पाउनुभयो। म धेरै आभारी छु किनकि आज। अब यो खाली ठाउँमा चाहिँ तपाईँको डिजायर लेख्नु पर्यो। के छ त, मानिलियो आजबाट मैले मासिक रु 2 लाख रुपियाँ यानि मासिक रु 10 लाख रुपियाँ कमाउँदैछु र मेरो कुल बचत सम्पत्ति रु 1 करोड छ, म करोडपति बनेको छु र यसबाट म खुसी छु, धन्यवाद। उदाहरणको लागि होइन। अब तपाईँ जागिर चाहनुहुन्छ, तपाईँ चाहिँ अधिकृत बन्न चाहनुहुन्छ भने म धेरै कृतज्ञ छु किनकि आज म शाखा अधिकृतमा नाम निकालेर काठमाडौँ जिल्ला प्रशासन कार्यालय को अफिसरको रूपमा नियुक्ति भएर काम गर्दैछु र यसबाट म खुसी छु, थ्याङ्क यू सो मच।
यो चाहिँ स्टेटमेन्ट तपाईँको, यो स्टेटमेन्ट तपाईँको जति राम्रोसँग पर्फेक्ट बनाउनु भयो, बाँकी अरू सबै टेक्निकहरू त्यस्तै नै बन्दै जाने हो है। किनकि यो चाहिँ घर बनाउँदाखेरि जग खने जस्तै हो। तपाईँले जग जति ठिकसँग खन्नु भयो त्यति नै तपाईँको चाहिँ घर माथि दह्रो हुने हो। त्यही भएर यो स्टेटमेन्ट बनाउनु होला सबैले। उदाहरणको लागि मैले भनिहालेँ, तपाईँ मानिलिनु हेल्थको लेख्नु भयो भने म धेरै कृतज्ञ छु, किनकि आज म स्वस्थ, सुन्दर र तन्दुरुस्त भएको छु। या वेट घटाउन चाहनुहुन्छ भने आज मैले 10 केजी वेट घटाएर 60 केजी बन्न सफल भएको छ र यसबाट म खुसी छु। या बढाउन चाहनुहुन्छ भने 10 केजी बढाएर 70 केजी बनाउन सफल भएको छु, यसबाट म खुसी छु। या विशेष 6 प्याक चाहनुहुन्छ भने मैले आज चाहिँ 6 प्याक सहित यस्तो खालको बडी बिल्डिङ बनाएको छु र यसबाट म खुसी छु। क्लियर हुनु है, मैले यस्तो खालको त एक्जाम्पलमा भने हो, कस्तो खालको बडी त। अनि रिलेसनसिप चाहनुहुन्छ भने तपाईँले चाहिँ तपाईँको पार्टनरको गुण डिफाइन गर्ने। तपाईँले बोयफ्रेन्ड या गर्लफ्रेन्ड या श्रीमान श्रीमती कस्तो गुण चाहनुहुन्छ त, त्यो गुण डिफाइन गर्ने। सुन्दर, इमान्दार, केयरिङ, ट्यालेन्ट, आध्यात्मिक, त्यसलाई डिफाइन गर्ने। र मैले यस्तो खालको केटी मेरो श्रीमतीको रूपमा पाएको छु र हामी खुसी छौँ, यस्तै यस्तै। र करियरको त मैले भनिहालेँ, अधिकृतको बिजनेस हो भने पनि म धेरै कृतज्ञ छु, किनकि आज मेरो होइन व्यवसाय हो भने के को व्यवसाय त, आज मेरो जुत्ता चप्पलको फ्याक्ट्री सफलतापूर्वक चलिरहेको छ र यसबाट म खुसी छु। थ्याङ्क यू सो मच। होइन पढाइको लेख्ने हो भने त्यसरी नै अमेरिकामा भिजा लाग्ने हो भने म धेरै कृतज्ञ छु, किनकि आज मेरो अमेरिकाको भिजा लागेर म सफलतापूर्वक अमेरिका आउन सफल भएको छु र मैले काम पनि सुरु गरिसकेँ र यसबाट म खुसी छु। थ्याङ्क यू सो मच। र पैसाको लेख्दाखेरि म धेरै कृतज्ञ छु, किनकि आजबाट मैले मासिक कति कमाउने त्यो उल्लेख गर्नुपर्छ। आजबाट मैले मासिक 1 लाख, 10 लाख, 1 करोड कति कमाउँदैछु र मेरो कुल बचत सेभिङ पनि लेख्नु पर्यो नि त। कुल बचत कति 10 लाख, 20, 1 करोड, 10 करोड छ र यसबाट म खुसी छु। थ्याङ्क यू सो मच। घर चाहनुहुन्छ भने म धेरै कृतज्ञ छु, किनकि आज मेरो 1 रोपनी जग क्षेत्रफलमा पार्किङ सहितको, अन्डरग्राउन्ड पार्किङ सहितको, बगैँचा सहितको 3 तलेको घर, 16 कोठाको 3 तले घर काठमाडौँको बानेश्वरमा किन्न सफल भएको छु, बनाउन सफल भएको छु र यसबाट म खुसी छु। थ्याङ्क यू सो मच। अब गाडीको कुरा गर्ने भने म धेरै कृतज्ञ छु, किनकि आज मैले मेरो BMW कार खरिद गर्न सफल भएको छु र यसबाट म खुसी छु। थ्याङ्क यू सो मच। अब अध्यात्मको कुरा गर्ने भने म धेरै कृतज्ञ छु, किनकि आज म हरेक दिन ध्यान साधना गरेर आफूलाई शान्त स्थिर राख्न सफल छु। यस्तै यस्तै अध्यात्म अहिले गर्नुहुन्न भने पनि यो 4 वटा तपाईँले बनाउनु होला।